सुन्दर बिहानीको निम्ति सबैजनालाई रिसको जनहरूलाई जय मसी। जय मसी। यो सुन्दर बिहानी हाम्रो निम्ति दिनुभएको छ। परमेश्वरले यो दिन हाम्रो लागि उपभोग गर्नको निम्ति आज विश्रामको दिन, आज परमेश्वरको महिमा र आराधना गर्ने दिन। हामी जानेर या नजानेर पनि हामी भेला भइसकेका छौँ। यो समय आराधना पनि हामीले गरिसकेका छौँ। अनि म यो छोटो वचन लिएर उपस्थिति हुन पाएकोमा परमेश्वरलाई धन्यवाद दिन्छु। यहाँ चाहिँ नुहामी र रुथको कथाबाट म सुरु गर्नेछु। अनि नुहामी र रुथको चाहिँ अचम्मको प्रेम भन्ने टपिकबाट म गरी केही शब्दहरू बोलेको तपाईँहरूको अगाडि। अनि म प्रार्थना गर्नेछु सुरुमा। धन्यवाद छ महाजीवी जिउँदो परमेश्वर, तपाईँको उपस्थितिमा आएको छौँ प्रभु। तपाईँ परमेश्वरले हामीबाट सहायता गर्नुहोस्। म पापीलाई प्रभु तपाईँ परमेश्वरले सुन्दर बिहानीको मौका दिनुभयो प्रभु। तपाईँ परमेश्वरमा म कोही होइन प्रभु, म एउटा साँच्चै नै धुलोबाट बनाएको एउटा मानिस हुँ प्रभु। तपाईँ परमेश्वरले प्रेम गरेर तपाईँ परमेश्वरले साँच्चै नै अज्ञातकारी हुँदाखेरि प्रभु तपाईँ परमेश्वरको ज्ञानले प्रभु हामीलाई बुद्धि विवेक ज्ञान भन्नुभएको छ। मेरो पाप अधर्मलाई तपाईँहरू दुवै आफ्ना माइती घर फर्क जब जसरी तिमीहरूले यी मानिसहरूका प्रबन्ध दयापूर्वक व्यवहार गरेका थियौ, यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्यवहार गरून् भनेर आफ्नो बुहारीहरूलाई चाहिँ आफ्नो श्रीमानबाट पनि छोडिएर अब छोराहरू छन्, श्रीमान नभए तापनि छोराहरू छन् भन्ने उनले एउटा आशा थियो। बुहारीहरू थिए तर छोरा बुहारीहरू पनि सबै छोडिए। बुहारीहरू मात्रै भए, छोराहरू पनि छोडेर गए। अनि त्यहाँदेखि नहुँदै गर्दाखेरि नुहामीको जीवनमा चाहिँ एकदम नराम्रो घटनाहरू चाहिँ उसको जीवनमा परेको छ। त्यो घटनाहरू पनि हुँदै गर्दाखेरि चाहिँ उनले चाहिँ के भने आफ्नो बुहारीहरूलाई चाहिँ माइत जाओ, अब मसँग तिमीहरू गएर के गर्नु, मैले छोराहरू पनि छैनन् भन्ने उनले चाहिँ गरेन। त्यस्तो हुँदै गर्दा परमप्रभुले तिमीहरूलाई राम्रो गर्नुभएको होस् भनेर उनले चाहिँ दुइटै बुहारीहरूलाई भन्दै गर्दा बुहारीहरू चाहिँ के गरे, बुहारीहरूले चाहिँ भने हामी जाँदैनौँ, फर्केर जाँदैन, तपाईँसँगै जान्छौँ भनेर भने। अनि दुइटै बुहारीहरू सासूहरू धुरु रोए। अनि त्यहाँदेखि त्यही बेलामा चाहिँ रुथले चाहिँ भने म तपाईँको परमेश्वर मेरै परमेश्वर हुनुहुन्छ।